अहिले चाहिँ हामी ठ्याक्कै कचन कवल गाउँपालिका वडा नम्बर 1 मा छौँ। यहाँ धान पाकेर चाहिँ पुरै पहेँलै भएको रहेछ। तर पनि यसपालिको पानी र हावाले गर्दा धानहरू पुरै यसरी सुताएको रहेछ। किसानहरूको दुःख चाहिँ यसरी खेर गइरहेको छ। अब यो कसरी उठाउने होला। धान टन्नै फलेको रहेछ, हेर्नुहोस् है। दामी फलेको रहेछ। यस्तै लडेकै भए पनि बिचराहरू यो टन्टलापुर घाममा काट्दै हुनुहुन्छ। हेर्नुहोस् त, पुरा काट्दै हुनुहुन्छ। के गर्नु, किसानको दुःख प्रकृतिले कहिले पनि सहँदैन। रोप्ने बेलामा चाहिँ कसरी रोपेको थियो दाजु? मोटर लगाएर रोपेको धान उठाउने बेलामा चाहिँ प्रकृतिले यसरी पुरै पानीले खतम गरेको रहेछ धान। हेर्नुहोस् त, पुरै धानबारी कचन कवल गाउँपालिका वडा नम्बर 1। हामी चाहिँ अहिले दाजुभाइ यता छौँ कचन कवलमा। हेर्नुहोस् है, धानहरू यस्तो छ।